सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हाम्रो स्पेसल डिनर बनिँदैछ है। अनि मम्मी र बाबा मिली है स्पेसल डिनर बनाउनु हुँदैछ है। अनि के स्पेसल डिनर भन्दा चाहिँ लोकल कुखुराको सुप र कोदोको ढेँडो है। अनि दुईजना चाहिँ यहाँ पुरा खेल्दै थियो है, किनकि डिनर नबनी थियो नि त। अन्त दुईजना चाहिँ यहाँ खेल्दैछ, नान्टो र पुच्की चाहिँ पुरा खेल्दैछ है। अनि लोकल कुखुराको सुपमा चाहिँ तपाईँहरूले सोप हालेर खानुभएको छ, यस्तो मिठो हुँदो रहेछ कि। मम्मीले चाहिँ सोप हालेर बनाएको थियो होइन, यस्तो टेस्टी हुँदो रहेछ कि, मिठो भएको थियो एकदम। पहिला डेली ढेँडो खानु पर्थ्यो भनेर चाहिँ रुन्थ्यो। अहिलेको मान्छे चाहिँ ढेँडो खानु पाउँदैन भनेर रुन्छ, किनकि कोदो 150 रुपियाँ केजी भएको छ। चामलभन्दा कोदो पिठो महँगो छ। मान्छे ढेँडो खानु लागि मान्छेको कहाँ हुन्छ है? मान्छे ढेँडो खानु लागि पैसा तिरी पहिलाको जमानामा चाहिँ चामलको भात खान नपाएर खालि ढेँडै मात्रै देख्दाखेरि रुनु मन लाग्थ्यो। पहिलाको जमानामा फेरि कसो भन्छ अरे बाबा, हालम भने जस्तो हुन्थ्यो। ए डोलो राखी